एभ्रीवान, वेलकम टु माई च्यानल। मेरो नाम हो मन्जु। म इन्डियाको गुडगाउँमा बस्छु। आज मेरो ब्लगको सुरुवात मथुराबाट भएको छ। आज हामी गुडगाउँबाट बनारसको यात्रामा निस्केका छौँ। गुडगाउँबाट बनारस 810 किलोमिटर छ लगभग। अहिले चाहिँ हामी 150 किलोमिटर जति अगाडि आइसकेका छौँ। हामी चाहिँ 1:30 बजे घरबाट निस्केका थियौँ। 12 देखि 13 घण्टासम्मको यात्रा छ। हेरौँ के हुन्छ। म बनारसको घाटहरू र अरू कुराहरू पनि हजुरहरूलाई देखाउने कोसिस गर्नेछु। आशा छ हजुरहरूलाई मेरो ब्लग मन पर्नेछ। मेरो ब्लगमा बनिरहनु होला। गाइज यति बेला चाहिँ बेलुकाको 6 बज्न लागेको छ। अहिले चाहिँ हामी आग्रा आइसकेका छौँ। हामी चाहिँ योपालि एकदम आरामसँग जाँदैछौँ। हामीसँग इनफ टाइम पनि छ योपालि चाहिँ। त्यही भएर हामी बिस्तारै रुक्दै आरामसँग जाँदैछौँ योपालि। हामी चाहिँ गाइज आजभन्दा 7-8 वर्ष पहिला पनि बनारस गएका थियौँ। त्यतिखेर पनि बाई रोड हामी गएका थियौँ। यसरी नै गएका थियौँ। त्यो बेला र अहिलेमा कति चेन्जेस भएछ के भएछ म त्यो कुराहरू पनि हजुरहरूलाई भन्नेछु। गाइज अस्ति नै हामी प्रयागराज जाँदाखेरि चाहिँ यही बाटो गएको हो। त्यति बेला पनि यो बाटोमा यति भिड थियो। त्यति बेला रातिको 2-3 बजे पनि यस्तो भिड थियो। अहिले चाहिँ एकदम खाली छ। हामी आरामसँग जाँदैछौँ। एकछिन एउटा ब्रेकमा रुकेका छौँ। यति बेला चाहिँ 7:30 भएको छ बेलुकाको। हामी चाहिँ आग्रा लखनऊवाला एक्सप्रेसवेमा छौँ। अझै हाम्रो 5-6-7 घन्टाको बाटो अझै बाँकी छ। एकछिन ब्रेकमा रुकेका छौँ हामी। गाइज यतिखेर चाहिँ रातिको 10 बजेको छ। एउटा चियाको लागि हामी रुकेका थियौँ यहाँ। गाइज यति बेला चाहिँ रातिको 12 बज्न लागेको छ। हामी प्रयागराजतिर पुग्न लागेका छौँ। अस्ति नै हामी महाकुम्भमा आउँदा पनि यही बाटो आएका थियौँ। प्रयागराजसम्म आएका थियौँ। अहिले चाहिँ प्रयागराज हुँदै अझै अगाडि पनि जानुपर्ने हुन्छ। रातिको 1 बजिरहेको छ। अब यहाँबाट चाहिँ बनारस 3 घन्टाको छ। 165 किलोमिटर बाँकी छ। अहिले चाहिँ हामी प्रयागराजमा छौँ। प्रयागराजबाट बनारस चाहिँ 165 किलोमिटर बाँकी छ अझै। पहिला लास्ट टाइम हामी महाकुम्भमा आउँदाखेरि चाहिँ यहाँ यति भिड थियो, यस्तो जाम थियो। अहिले चाहिँ एकदम खुल्ला खाली छ। अहिले चाहिँ हामी प्रयागराजमै छौँ। प्रयागराजको जुन सङ्गम हो त्यो चाहिँ यहाँबाट पनि होला अझै 40-50 किलोमिटर त अझै होला। लेफ्ट राइटतिर जानुपर्छ। तर अब हामी चाहिँ नेसनल हाइवेबाटै अगाडि बढेर बनारसतिर जाँदैछौँ। अहिले चाहिँ रातिको 1 बजेको छ। हामी घरबाट 1:30 बजे हिँडेको हो दिउँसो। हामी हिँडेको नि 12 घन्टा भइसकेको छ लगभग। हामी चाहिँ बिस्तारै आइरहेको छौँ। ठाउँमा रोक्दै आरामसँग आइरहेको छौँ। त्यही भएर पनि टाइम त अलि धेरै लागिरहेछ। गाइज यतिखेर चाहिँ बिहानको 4 बजिसकेको छ। अहिले हामी बनारस पुगिसकेका छौँ। अब चाहिँ हामी हाम्रो होटलतिर जाँदैछौँ। यतिखेर चाहिँ गाइज राति भएर पनि होला एकदम खुल्ला छ। लास्ट टाइम हामी 7-8 वर्ष पहिला आउँदा चाहिँ यहाँ एकदम जाम थियो। बाटोहरू चाहिँ यही थियो तर एकदमै जाम थियो त्यति बेला चाहिँ। अहिले चाहिँ राति भएर नि होला अनि खुल्ला छ। बनारस चाहिँ गाइज इन्डियाको एकदमै पुरानो सिटीमा पर्छ। हामी काशी वाराणसी पनि भन्छन् यसलाई चाहिँ। अनि यहाँ घरहरू देख्दा यहाँको गल्लीहरू देख्दा पनि लाग्छ एकदमै पुरानो हो जस्तो। यही गल्लीहरूमा हामी चाहिँ होटल खोज्दै हिँडिरहेको छौँ। हामीले होटल हुन त फोन गरिसकेका छौँ। होटलमा पुग्दैछौँ अब चाहिँ। हाम्रो होटल आइसकेको छ गाइजहरू चाहिँ। अब हामी चेक इन गरेर गाइज यतिखेर चाहिँ हामीले रुम चेक इन गरेर रुममा आइसकेका छौँ। म रुम देखाउँछु हजुरहरूलाई आजको हाम्रो रुम।
3 दिनको लागि हाम्रो रुम देखाउँछु हेलो गाइज गुड मर्निङ। यतिखेर चाहिँ हामी हिजो चाहिँ हामी 4 बजे आएर यहाँ चेक इन गरेका थियौँ अनि 10 बजेसम्म सुतेर अहिले चाहिँ फेरि फ्रेस भएर रेडी भएर अहिले चाहिँ बनारसको घाटहरूमा यसो घुम्न जाँदैछौँ। घाटहरू कस्तो कस्तो छ के हुन्छ हजुरहरूलाई देखाउँछु। गाइज हामी चाहिँ होटलबाट निस्किएर एउटा अटो लिएर बनारसको घाटहरूतिर जाँदैछौँ। यहाँको गल्लीहरू एकदमै साँघुरो, अटो यो बाइकहरू अनि रिक्साहरूमा जाँदा चाहिँ सजिलो हुन्छ भनेर हामी गयौँ। अनि अटो पनि तल घाटसम्म चाहिँ जान नपर्ने रहेछ, एउटा ठाउँमा लगेर अटोले पनि छोडिदियो हामीलाई। अनि त्यस पछाडि चाहिँ फेरि हामी हिँडेर जाँदै थियौँ। भिडभाड त तपाईँहरू देख्न सकिहाल्नुहुन्छ। यो चाहिँ मेन एरिया हो, मेन गल्ली हो यो चाहिँ। यहाँ नजिकै विश्वनाथको मन्दिर छ, काशी विश्वनाथको मन्दिर पनि छ, त्यही भएर यहाँ भिडभाड अलि धेरै छ। घाटतिर जाने बाटो पनि यही अनि नुहाएर फर्किने पनि यतै अनि मेन मार्केट पनि यही भइहाल्यो अनि काशी विश्वनाथको मन्दिर पनि यहीँ भयो भएर एकदमै भिड। यो लाइन देख्न सक्नुहुन्छ हजुरहरूले, त्यो चाहिँ मन्दिरमा जाने मान्छेहरूको लाइन हो। हामी चाहिँ त्यहाँबाट यता घाटतिर झर्ने ठाउँमा आइपुग्यौँ। यो तल चाहिँ गङ्गा नदी हो। गङ्गा नदीको किनारमा चाहिँ 80वटा भन्दा बढी घाटहरू छ गाइज। त्यो घाटहरू हो मेन बनारसको मेन विशेषता भनेको चाहिँ त्यो घाटमा नुहाउने अनि काशी विश्वनाथ मन्दिरको दर्शन गर्ने। गाइज यतिखेर चाहिँ हामी दशवामेध घाटमा छौँ। अहिले चाहिँ गर्मीले यहाँ अलिकति भिडभाडले गर्दा हालत खराब भइरहेको छ। अब चाहिँ हामी गङ्गामा बोटमा जाने सोचिरहेको छौँ। एउटा बोटको लागि जाँदैछौँ। अब हामी बोटबाट घुमाइदिन्छौँ रे, त्यही भएर हामी त्यसमै जाँदैछौँ। अनि खास मेन चाहिँ बनारसमा मेन भनेको चाहिँ गङ्गाको घाटहरू हो अनि त्यस पछाडि काशी विश्वनाथको मन्दिर हो। हामी चाहिँ आज सन्डे हो, भोलि मन्डेको पनि दिन परेको छ, सोमबारको पनि दिन छ। त्यस कारणले भोलि स्नान गरेर अनि भोलि चाहिँ काशी विश्वनाथको मन्दिर घुम्ने सोचेका छौँ हामीले। त्यही भएर आज चाहिँ हामी यत्तिकै घुम्न मात्रै आएका छौँ। भोलि गङ्गामा नुहाएर काशी विश्वनाथ मन्दिरको दर्शन गर्छौँ। त्यहाँ चाहिँ एकदम भिडभाड हुन्छ अरे, त्यही भएर बिहानै 3 बजेबाट मन्दिर खोल्छ अरे। त्यही भएर बिहानै हामी 3 बजे नै आएर स्नान गरेर दर्शन गर्ने प्लान बनाएको छौँ। हेरौँ के हुन्छ। अनि अहिले चाहिँ यतिखेर अझ कम भिड रे यो चाहिँ, त्यस कारणले गर्दा चाहिँ स्पर्श दर्शन पनि हुन्छ अरे। हामी चाहिँ स्पर्श दर्शनको लागि टिकटहरूको व्यवस्था गरेर स्पर्श दर्शन गर्ने प्लान गरेका छौँ। हेरौँ के हुन्छ, सक्सेस हुन्छ कि हुँदैन, कसरी दर्शन हुन्छ। अहिले चाहिँ यहाँ चाहिँ सबै बोट छ गाइज। हामी पनि एउटा बोट बुक गरेर बोटमा जाँदैछौँ। अनि त्यस पछाडि गाइज हामीले एउटा बोट बुक गऱ्यौँ अनि गङ्गा नदीमा हामी चाहिँ बोटमा जाँदै थियौँ। यो बोट स्टार्ट भएपछि चाहिँ यसको मोटरको एकदमै आवाज आइरहेको थियो, त्यही भएर मैले चाहिँ अहिले भोइस ओभर गर्दैछु। बोटमा चढेर यसरी गएपछि चाहिँ गाइज एकदमै चिसो हावा चलिरहेको थियो अनि माथि यो ओत पनि थियो, त्यही भएर एकदम मजा भइरहेको थियो यति बेला चाहिँ। गाइज यहाँ चाहिँ धेरै प्रकारको बोटहरू देख्न सक्नुहुन्छ हजुरहरू। यसमा सेयरिङ गरेर पनि जान सकिन्छ। सेयरिङ गरेर जाँदाखेरि चाहिँ बोट नभरिएसम्म नजाने रहेछन्, त्यही भएर अलि 1-1.5 घन्टाको समय पनि लाग्न सक्छ। त्यही भएर हामीले चाहिँ सेपरेटली एउटा बोट लिएर गएका थियौँ। बोट लिँदाखेरि चाहिँ यिनीहरूले एकदम प्राइस चाहिँ धेरै भन्छन् अनि अलिकति घटाएर बार्गेन गरेर बस्नुपर्छ। हामीलाई 4000 भनिरहेको थियो अनि हामी 2500मा गयौँ फाइनल्ली। अनि यो बोटमा जाने दाइहरूले चाहिँ हामीलाई एकदमै राम्रोसँग बुझाइरहेका थिए त्यहाँ घाटहरूको महत्त्व अनि कुन घाट हो, कुन घाटमा के गर्नुहुन्छ के गर्नु हुँदैन भनेर सबै कुराहरू भनिरहनु भएको थियो। यहाँ चाहिँ 80वटा भन्दा धेरै घाटहरू छ अरे गाइज बनारसमा चाहिँ। अनि सबै घाटहरूको चाहिँ आफ्नै मूल्य मान्यता विशेषताहरू छन्। मेन घाटहरूमा चाहिँ 80 घाट, मणिकर्णिका घाट, दशवामेध घाटहरू पर्छ।
हामी चाहिँ दशवामेध घाटबाट 80 घाटसम्म गएर अनि फेरि फर्केर दशवामेध घाटसम्मै आएका थियौँ। अनि दशवामेध घाटमा झरेर चाहिँ फेरि हामी अरू ठाउँहरूमा गएका थियौँ। यहाँ चाहिँ गाइज एउटा नेपालको घाट पनि छ, ललिता घाट। म लास्टमा हजुरहरूलाई त्यो पनि देखाउने छु। यो चाहिँ 80 घाट हो गाइज। यो लास्टको घाट चाहिँ यही होला सायद। अनि यहाँबाट चाहिँ हामी फर्किएर फेरि माथितिर फर्किँदै थियौँ। यहाँसम्म पुग्यौँ हामी। करिब 1-1.5 घन्टा जति हामीलाई जान आउनु गरेर 1-1.5 घन्टा जति लागेको थियो। हामी चाहिँ अहिले 80 घाटबाट फेरि दशवामेध घाटतिर फर्किँदैछौँ गाइज। यहाँनिर एउटा मणिकर्णिका घाट छ। मणिकर्णिका घाटलाई चाहिँ पहिला जमानामा चाहिँ श्राप परेको थियो अरे कि 24 घन्टा लास मात्रै जलोस् भनेर। त्यही भएर यो घाटमा चाहिँ स्नान गर्नु हुँदैन अरे। यहाँ चाहिँ 24 घन्टा यत्तिकै हुन्छ अरे गाइज। यो चाहिँ ललिता घाट हो। यो नेपालको घाट हो। यहाँ पशुपतिनाथको मन्दिर पनि बनेको रहेछ। अनि यसको चाहिँ धेरै महत्त्व रहेछ। यहाँ पनि मान्छेहरूले एकदम राम्रोसँग दर्शन गर्ने चलन रहेछ। हामी पनि कतारी जाने हो भनेर हेर्दैछौँ। खुसी लाग्यो यहाँ नेपालको मन्दिर देखेर चाहिँ। गाइज यति बेला चाहिँ 1:30 भएको छ। हामी चाहिँ सबै घाटहरूको दर्शन गरेर बोटमा बोटिङ गरेर चाहिँ यति बेला होटलतिर फर्किँदैछौँ। भिडभाड गर्मी एकदमै छ। बनारसको गल्लीहरू यही हो गाइज।